अहिले चुनावी माहौल पश्चात हर्क साम्पाङको पार्टीको विषयमा लिएर दुईटा कुराहरू मार्केटमा व्यापक रूपमा विवादित र चर्चित छन्। एउटा उनको समानुपातिक लिस्टलाई लिएर अनि एउटा दार्चुलामा रहेको ट्विन विस्थापनको विषयलाई लिएर। दुईटै विषयमा म हर्क साम्पाङको पक्षधर भएर सोचिरहेको छु। एउटा समानुपातिकमा चाहिँ उनले जुन सांसदहरूलाई राख्नुपर्छ भनिरहेका छन् त्यो सत्य छ, तर उनको जो सांसद बन्नु पाउनुपर्छ, मलाई जसरी पनि राख्न पाउनुपर्छ, मैले यति वर्षदेखि सङ्घर्ष गरेको छु भन्ने मान्छेहरू छन्, तिनीहरूले समानुपातिकै बुझेको छैनन् क्या। पहिला समानुपातिक बुझ्नुहोस् अनि समानुपातिकमा कसरी क्लस्टर वाइज छुट्याइन्छ त्यो हिसाबले जानुहोस्। मैले श्रम संस्कृति पार्टीमा सङ्घर्ष गरेको छु, म श्रमदानमा गएको छु, म हर्क साम्पाङसँग हिँडेको छु भनेको भरमा त्यो पाउने होइन। त्यहाँ कानुनीगत रूपमा पनि केही कुराहरू हुन्छ, क्लस्टर वाइज हुन्छ, महिला कोटा हुन्छ, त्यहाँ विभिन्न किसिमका हुन्छन्, त्यसलाई सबै मिलाएर लानुपर्ने हुन्छ। त्यस कारणले यो कुराहरू विवाद गर्नु खासै अर्थहीन छैन। यो हर्क साम्पाङको पक्षधरको विषय हो। अर्को कुरा ट्विन विस्थापनलाई लिएर चर्चा गरिरहेका छन्। त्यो त इन्डियामा पर्छ, अर्कोतिर एकातिर नेपालको भूभाग छ, इन्डियासँग कूटनीतिक समन्वय हुनुपर्छ, इन्डियाको सहमति हुनुपर्छ भनेर चर्चा गरिरहेका छन्। यत्रो वर्षसम्म सहमति गर्न नसकेर त्यत्तिकै थन्केको एउटा कुरालाई एउटा मान्छे आएर गर्छु मैले श्रमदान मार्फत, देशको लागि एउटा ठाउँमा केही अप्ठ्यारो परिस्थितिलाई मैले मिलाउँछु भन्दाखेरि विवाद किन गर्नु पर्यो? बरु मिलेर गएर समाधान गरौँ। इन्डियासँग वार्ता गर्नुपर्ने हो कि त्यहाँ दार्चुला पारीको त्यो इन्डियाको एरियासँग कुरा गर्नुपर्ने हो कि त्यो जग्गा हामीलाई चाहिएको हो कि त्यहाँ गएर कुरा गर्ने हो क्या, एउटा कुरा। अर्को कुरो, त्यो ट्विन हाल्ने जग्गा जहाँ छ त्यो इन्डिया छ भनेको छ, अनि ट्विन हाल्न दिएको इन्डियाले पुल हाल्न, झोलुङ्गी पुल हाल्न दिँदैन त? त्यो पनि त दिन्छ होला नि त। अनि ट्विन हाल्न इन्डियाले दिइरहेछ भने त्यो झोलुङ्गी पुल पनि त्यही ट्विन हालेको ठाउँमा हामीले हाल्छौँ भन्ने कुरालाई विषयमा त्यहाँ बहस गरेर छलफल गरेर हामीलाई यो चाहियो भन्न त सकिन्थ्यो होला नि। त्यही विषयमा विवाद गरिरहेका छन् के। एउटा मान्छे काम गर्न आइरहेको छ, हिजो बिहान काम गरेर देखाइरहेको छ, अनि त्यही मान्छेको बारेमा यति धेरै विवाद चाहिँ नराम्रो हो क्या। यो चाहिँ नगर्नुहोस्, उसलाई काम गर्न दिनुहोस्। ऊ काम गर्ने मान्छे हो, बोल्छ, अलिकति धेरै बोल्छ, ठिकै कुरा हो। कोही मान्छेको बोल्ने स्वभाव हुन्छ धेरै, कसैको कम बोल्ने स्वभाव हुन्छ, त्यो व्यक्तिगत स्वभाव हो। तर काम चाहिँ उसले गर्छ, काम पनि गर्ने मान्छे हर्क साम्पाङ, एउटा कुरा। र अर्को कुरो, जो मान्छे अनियमितता, भ्रष्टाचार र अनावश्यक गतिविधि चाहिँ गर्दैन, देशको अहित हुने काम चाहिँ गर्दैन, यो कुरा चाहिँ ढुक्क हो। त्यही भएर यस्तो मान्छेहरूलाई चाहिँ साथ दिनुपर्छ क्या। विवाद गर्ने, विरोध गर्ने होइन। हरेक ठाउँमा विवाद, हरेक ठाउँमा विरोध किन गर्नु पर्यो? चुनावभन्दा पहिला को पक्ष को विपक्ष थियो फरक कुरा हो, तर अब उसको पार्टीले चुनाव जितिसकेको छ क्या। पार्टी जितिसकेको छ, राष्ट्रिय दल भइसकेको छ, अब सहयोग गर्ने हो। बरु आउनुहोस्, के गर्नुपर्छ भन्ने हो क्या। यदि आउँदैनन् भने तपाईँहरूको माग के हो त्यो अनुसार आउनुहोस् भन्नु पऱ्यो क्या। कस्तो खालको हरेक कुरामा विवाद गरेर हुन्छ त? नेपालीहरूलाई विवादभन्दा अरू केही थाहा छैन क्या।